यतिसम्म रफोड आयो कि हैन म पुरा सक भएको कि अब मैले अनि मेरो बहिनीको पनि धेरै नै फेक एकाउन्टहरु बनाइदिएको छ त्यसमा यो सबै बुटोल बस्ने मान्छेहरु यस्तो हुन्छ नि 6 महिनासम्म बोलिरहेछ भनेपछि बुझ्नु न के बोल्यो होला के गर्यो होला 6 महिना मान्छेहरु पनि कति साह्रो हुने हो सेम टु सेम नै राख्ने मै बनेर बोल्नु नै सो हेलो एभ्रीवन सम्पूर्ण नमस्ते वेलकम ब्याक टु आवर च्यानल ब्लग गाइस हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि यहाँ सन्चै नै छु एन्ड गाइस यो भिडियो चाहिँ हजुरले बाइ द टाइटल र थम्बनेल थाहा पाउनु भइसक्यो होला के को बारेमा हो भनेर एन्ड यो भिडियो मार्फत चाहिँ हजुरलाई केही इम्पोर्टेन्ट मेसेजहरु हो सम्पूर्ण हामीलाई माया गर्ने मान्छेहरु या हाम्रो हेटर्सहरुको लागि पनि यो भिडियो हो सुरुमा चाहिँ म मेरो फेसबुकको फेक एकाउन्टहरु चाहिँ सबै राखिदिन्छु यहाँ यदि हजुरहरुलाई योबाट मेसेज आइराको छ भने पनि हजुरहरु नबोल्दिनु होला अबदेखि चाहिँ एन्ड म मेरो बहिनीको पनि है इन्स्टा अनि फेसबुकको फेक एकाउन्टहरु यहाँ राखिदिएको छु सो हजुरले थाहा पाउनु भइसक्यो होला यो चाहिँ फेक एकाउन्ट हो भनेर र यो चाहिँ थुप्रै वर्ष 2022-23 नै हो फेक एकाउन्ट बनाउँदै आइरहेको एउटा चाहिँ त्यति बेला चाहिँ के भएको थियो भने चाहिँ म त्यति बेला युट्युब पनि चलाउँथेन कि जस्ट हाम्रो टिकटक मात्र आइरहन्थ्यो टिकटकमा अलिअलि लाइकहरु आउँथ्यो अनि त्यही हो पहिला लाइभ बस्थेँ अनि भन्न आउँथ्यो कि निमा अर्निसमा के भन्ने थियो त्यति बेला चाहिँ मेरो फोटो राखेर नाम चाहिँ निमा तर गुरुङ नै राख्थ्यो अनि फोटो भिडियोहरु सब मेरो राख्थ्यो कि फेसबुकमा अनि मेरो कमेन्टमा मेरो टिकटक लाइभमा खाली आउँछ कि निमा हजुर निमा न म निमाको हजुरको मितिनी म यताउता खाली कमेन्टहरु आएको गर्थ्यो कि अनि को रहेछ के रहेछ भनेर पछि मलाई चाहिँ मेरो साथीहरु साथीहरुले स्क्रिनशट गरेर पठाएको थियो यो फेक एकाउन्ट यताउता भनेर अनि त्यस्तो भएदेखि चाहिँ अनि म त त्यति बेला मेरो फर्स्ट टाइम थियो नि त त्यति बेला फेक एकाउन्ट भनेको नि कस्तो अचम्मै परेको कि अनि फ्रेन्ड पनि कति धेरै फलोवरमा कति वर्षदेखि त्यसले चलाइराखेको रहेछ भन्ने कुरा त्यति बेला बुझेको के अनि हो मान त्यति बेला चाहिँ अब त्यस्तै भयो हैन मेसेज गराए रिपोर्टहरु गरे उसै गरे अनि पछि अर्को फेरि आइरहनु को कहाँको उता पश्चिमतिरकै कताको मान्छेहरु हो अनि त्यो मान्छेहरुले पनि फेक एकाउन्ट गरेको थियो केटी नै हो कि केटीको दुश्मन केटी नै हो भने त हो के हो रहेछ के छोरी मान्छेको खुट्टा तान्ने छोरी मान्छे पनि हुन्छ छोरी मान्छे नै हुन्छ भन्न छोरी मान्छे पनि हैन छोरी मान्छे जो हुन्छ कहानी हो फ्रेममा राख्छु ट्याप लाएर उल्टो सो गाइस एन्ड अनि इमो व्हाट्सएपहरुबाट हजुरलाई मेसेज आउँछ भने पनि त्यो पनि सबै फेक हो म त्यति बेला मैले इमो व्हाट्सएप केही पनि चलाउँदैन स्टिल अहिले पनि चलाउँदैन व्हाट्सएप जस्ट फोटोहरु माग्छौं अनि प्लस मेरो बिजनेस एकाउन्टको लागि पनि त्यतिकै मैले व्हाट्सएप डाउनलोड गरेको छु तर त्यो आम्मा गएर म कहिले बोलेको पनि छैन के कसैसँग व्हाट्सएपमा त एन्ड त्यति बेला चाहिँ इमोहरु बहुत चलाउने अनि त्यस्तो नराम्रो कामहरुमा पुरा ग्रुपहरुमा एड हुने अनि के गर्ने पैसाको लेनदेन ओ माइ गॉड त्यति बेला टाउको दुखाइ परेको थियो क्या कहिले परेको थिएन नि त अनि जुन त्यो चाहिँ मैले कसरी थाहा पाएँ भन्दाखेरि जुन मेरो फेक एकाउन्ट बनाएको थियो त्यो केटी फेरि अर्को केटीसँग चाहिँ मित लगाउने टाइपको के भएको रहेछ अनि बोल्ने सोनी अनि तर त्यो अर्कोवाला केटी चाहिँ मसँग आएर बोल्यो कि यो हजुरको फेक एकाउन्ट हो सुरुमा मसँग आएर बोल्दाखेरि अब तिमीले नयाँ आइडी नि बनाऊ यस्तो टाइपको अचानकै मतलब त्यो पहिल्यै बोलेको टाइपले बोल्न आएको थियो अनि म त चिनेन यताउता सबै भन्दाखेरि उसले चाहिँ अनि यस्तो हो सब भन्यो कि हैन फेक एकाउन्टहरु गराएको रहेछ यताउता भनेर अनि म हजुरलाई ग्रुपमा एड गर्छु इमोमा एड गर्छु अनि हेर्नु न के भन्छ भनेको सबै देखेँ हैन त्यहाँनिर त म जुन लाइभ बसिरहेको थियो अनि म जाने बित्तिकै कि ऋतु आयो त्यहाँ त त्यो मेरो फेक एकाउन्टवाला ऋतु पनि त्यही थियो म रियलवाला ऋतु पनि त्यही थिएँ कि ग्रुपमा के भयो अनि नम्बर पाएँ नि त त्यहाँदेखि नम्बर पाइन्छ अनि कल गरेँ डेन्जर कराएँ म मम्मी मिलेर पुलिस केस गरिदिन्छु यता तल डिलिट गर्नुहोस् भने म बरु त्यतै आउँछु मेरो उसहरु आफन्तीहरु पनि पुलिसहरु छन् आर्मीहरु छन् आउन नपरोस् यताउता भनेर डेन्जरै भनेको थिएँ अनि त्यति बेला चाहिँ त्यो आफैले नै हुन्छ म डिलिट गरिदिन्छु हजुरहरु नआउनु यताउता केही गर्दिन म डिलिट गरिदिन्छु भनेको थियो त्यति बेला अनि त्यसपछि देखि चाहिँ मैले त्यो एकाउन्टहरु पनि पाएको थिएन अनि गरिदियो होला भन्ने सोचे हामी नि अनि केही पनि भएको थिएन अनि झन् गराउँदै आहा मान्छेहरु कति फेक एकाउन्टहरु हैन अनि अहिले यो चाहिँ अब चाहिँ मैले भन्न गइरहेको चाहिँ अस्ति भर्खर भएको कुराहरु हो यो चाहिँ हैन अनि जुन चाहिँ मेरो फेक एकाउन्ट यो ऋतु नेगे गुरुङवाला छ यो वाला यसमा चाहिँ मेरो रियल एकाउन्टमा जे बायो छ सेम त्यही बायो फोटोहरु राख्ने सेम त्यस्तै राख्ने म कुन कलेज पढेको स्कुल पढेको सबै नामहरु राख्ने सेम टु सेम अरे यार मान्छेहरु पनि कति साह्रो हुने हो सेम टु सेम नै राख्ने मै बनेर बोल्नु नै के छ र भनेको म बनेर बोलेर तिमीलाई के पाउँछ चाहिँ के तिमीलाई पाएछ के अचम्मै लाग्छ अलिकति दिमाग अलिकति हुन्न तिमीहरुको काम छैन त्यसरी फेक एकाउन्ट बनाउँदै अरूको त्यो नम्बर आमामा एन्ड जुन 3 मा चाहिँ मलाई एउटा दाले मेसेज गर्नुभएको चाहिँ हेलो सुन न भन्नुभयो हैन हेलो सुन न भन्नुभयो अनि यो ऋतु लेगे गुरुङ टाइपको है यो
यो वाला ऋतु लेखे गुरुको यो फोटो पठाएर यो यता नि हेर्न सक्नुहुन्छ। यो राखेर चाहिँ मलाई यो तिम्रो फेक आइडी हो भन्नुभयो होइन। अनि मैले भनेको हेर न मैले 6 महिना जतिमा बल्ल थाहा भयो रे 6 महिनासम्म बोले रहेछ भनेपछि बुझ्नु न के बोल्यो होला के गर्यो होला 6 महिनासम्म क्या। अनि मैले हो र कसरी थाहा पाउनु भयो त भने होइन। अनि के भनेको थियो अब के भनेको थियो भन्ने त कुरा सोध्छ अनि सोधेँ मैले। अनि तिम्रो भिडियो हेर्थेँ अनि मेरो भिडियो हेर्नुहुन्थ्यो अरे। अनि सायद 4-5 दिन अघि कलमा बोलेको 4-5 दिन अघि चाहिँ कलमा बोलेको रहेछ। भोइस सुन्नुभयो नि त त्यो केटीको भोइस सुन्नुभयो। अनि मेरो भिडियो चाहिँ युट्युबमा हेर्नुभएको रहेछ क्या। अनि युट्युबमा भ्लगमा हेर्नुभएको रहेछ। अब चिनिन्छ नि त त्यो आवाज र यो आवाज भनेर त्यसरी थाहा पाउनु भयो अरे। अनि फेक के भनेको थियो नि त फेक आइडीबाट मायाजालमा फसायो नि रे। 6 महिनासम्म रिलेसनमा बस्नु भएको रहेछ के। ओ माई गड त्यो केटालाई के भनेर फसायो होला भन्नु त। अनि यो रियल आइडी कसरी थाहा भयो त भनेर मैले सोधेँ। अनि सजेसनमा आइरहेको थियो अरे होइन भन्दा गाह्रो पऱ्यो तिम्रो फेक आइडीले रे। अनि मैले चिनेर बोल्न पर्थ्यो नि भने होइन। अनि के थाहा अनि रियल आइडी नै जस्तो गर्थ्यो सब कुरामा तिम्रो भिडियो हुरी जस्तो। मेरो फेरि गाइज यो टिकटकमा हालेको फोटो भिडियो सब सेभ गरेर भएन भने युट्युबको स्क्रिनसट गरेर भिडियो रेकर्ड गरेर यतिसम्म नगर्नु हौ मान्छे भएपछि। मान्छे जस्तो व्यवहार गर्नु न। त्यस्तो नि कसले गर्छ कसको काम नपाएर मेरो म कहाँ जाँदा सब म अलिअलि मैले युट्युब बनाउनु लाग्यो जस्तो मेमोरिजको लागि हो क्या हाम्रो अरूको त्यस्तो अरू केहीको लागि त होइन। त्यति पनि गर्न पाउँदैन क्या मैले। जब नर्मल अरूले टिकटक बनाउँछ हामीले नर्मल टिकटक बनाउँछ त्यही भएर आज टिकटक पनि गराउन मन लाग्दैन हौ। अनि नर्मल फोटोहरू हाल्दा नि फोटो सेभ गरेर नमिल्ने गरी हाल्दा नि स्क्रिनसट गरेर हुन्छ कि के गरेर हुन्छ मान्छेलाई के विधि चासो। अनि त्यस्तो सब हाल्थ्यो अरे। अनि को हो र भनेर सोध्नु भएन थाहा भएपछि भने त ब्लग हानिदियो अरे के। अनि ब्लग हानेपछि अब किन झगडा भएछ क्या भन्ने भयो। अनि मैले त्यही सोधेको थिएँ फेक एकाउन्ट भनेर यस्तो त कराउँदाखेरि फेक एकाउन्ट भनेर फेक एकाउन्ट गराउने मैले यसरी थाहा पाएँ त भन्दाखेरि चाहिँ ब्लग गरिदिनु भएको रहेछ त्यो केटीले यो दाइलाई। अनि यो दाइले चाहिँ त्यो केटीले चाहिँ यो दाइलाई यति धेरै फोटोहरू पठाएको रहेछ कि मेरो हेर्नु यो सब फोटो भिडियोहरू त्यो केटीले पठाएको यता राखिदिन्छु सब फोटोहरू पठाएको जुन कि मैले यो इन्स्टामा राखेको छु कुनै टिकटकमा राखेको छु भिडियोहरू टिकटकको छ त्यो सब पठाएको रहेछ त्यो केटीले। अनि यो केटाले चाहिँ बिचरा अब रिलेसन नभएपछि सेभ गरेर राख्ने नै भयो अभियसली आफ्नो गर्लफ्रेन्ड सम्झेर होइन। अनि राखेको रहेछ भयो यो दाइले। हुन त त्यो केटी बुटोलकै रहेछ अरे क्या। सुरुमा यो दाइले भनेपछि बुटोलकै रहेछ भन्नुभयो नि त। अनि कसरी थाहा पाउनु भयो त पैसाहरू माग्दैन भने त। अनि मलाई त्यो दिन मिलनचोक छु अब भनिरहेको थियो मिलनचोक छु आऊ भेट्न भन्नुभएको रहेछ। त्यो दाइ जानुपर्ने कि तर हुन त अब हाम्रो के होइन उनीहरूको पनि आफ्नो हुन्छ। अनि कल गरेको भोइस डिफ्रेन्ट छ त्यति बेला चाहिँ थाहा पाउनु भएको रहेछ कि मिलनचोक बोलाएपछि चाहिँ यो दाइले चाहिँ थाहा पाउनु भएको रहेछ फेक भनेर होइन। त्यस्तै अनि हेर्नु अनि भेटेपछि के ओ माई गड त्यो के जाति पठाउनु भएको रहेछ यस्तो हुने के मान्छेहरू। अनि जुन यहाँ बुटोलको भनेर जुन मैले यहाँ फोटोहरू भिडियोहरू देखाएको थिएँ नि त्यस्तै गाइजहरू मसँग एउटा केटी बोल्न आउँथ्यो होइन। म त्यसको नाम चाहिँ मेन्सन गरेन अहिले चाहिँ होइन। त्यसको त्यो केटी बोल्न आउँथ्यो त्यो केटीले चाहिँ मलाई खालि दिदी भन्थ्यो। अनि राम्रैसँग बोल्थ्यो क्या। मैले पनि गिफ्ट पनि दियो क्या इभन मेरो पहिलाको पोहोरको बर्थडेमा त्यसले त्यसले अब त्यो नै भन्छु म त्यो केटीमा त नो रेस्पेक्ट छैन म त्यो केटीमाथि। अनि दिदी भन्थ्यो अब हामी त राम्रैसँग बोल्थ्यो नि त। अनि खालि मेरो दिदी छैन मलाई माया गर्नु र यसरी उसरी भन्थ्यो राम्रैसँग बोल्थ्यो। अनि फोटोहरू माग्थ्यो कहिलेकाहीँ मैले त्यसलाई फोटो पठाउँथेँ क्या होइन। अब मैले फोटो पठाउँथेँ त्यही फोटो नै फेरि यो केटालाई पठाएको रहेछ क्या भनेपछि यहीँदेखि चाहिँ मलाई अलिकति शङ्का भयो कि त्यो केटीले नै हो क्या मेरो फेक एकाउन्ट बनाएको जस्तो भयो होइन। अब यहाँदेखि अलिकति थाहा त्यो फोटो चाहिँ मैले कहीँ पनि हालेको छैन नि त इन्स्टा टिकटक फेसबुकमा कहीँ पनि हालेन। अनि यो केटाले यो देखाउँदैछ मैले यो सेभ गरेर राखेको छु भन्दाखेरि चाहिँ यसमा देखेँ क्या मैले होइन। अनि भनेपछि त्यही केटीले हो जस्तो त्यति बेला शङ्का लाग्यो मलाई। अनि त्यो मलाई के पनि भने त्यो केटीले जब मैले स्टोरी हालेँ नि तब मात्र दिदी सन्चै हुनुहुन्छ कहाँ जानुभएको कस्तो राम्रो देखेको हजुरलाई भन्ने कि खालि त्यो केटीले त्यस्तै गर्छ जहिले पनि। अनि त्यही भयो त्यति बेला म केही पनि भनेन कि अब जस्ट प्रुफ भएको थिएन नि त। अनि त्यस्तो यसमा चाहिँ अलिकति डाउट भयो नि त त्यो केटीले उस गरेको भनेर। अनि फेरि पछि अस्ति भर्खरको कुरा है मलाई सम्झने थिएन मेन म यस्तो झ्याउला त अब सुत्न पर्यो भनेको थिएँ। ठ्याक्कै मेरो कमेन्टमा मेरो फेसबुकको फोटोमा जुन चाहिँ 2 वर्ष पहिलाको फोटोमा यो कमेन्ट आयो क्या। यो हेर्नु है यहाँ चाहिँ मेरो मिल्दैन यहाँ चाहिँ स्क्रिनसट गरेर राखेको छु जुन चाहिँ। अनि पैसा पनि कति भन्नु न 1,20,000 कि 2टा कमेन्ट छोडेको थियो होइन 2टा कमेन्ट छोडेको थियो। म चाहिँ अनि इन्स्टा अनि नर्मल मेसेन्जर चलाइरहेको थिएँ फेसबुकमा त्यति चलाउन पनि चलाउँथेन। अनि डाइरेक्ट हेरेको त्यस्तो नोटिफिकेसन आएर बसेको नि त्यहाँ दबाएको त होइन। फेरि फोटो त्यति बेला चाहिँ प्रोफाइल नाम चाहिँ के राखेको थियो भने त्यसले ऋतु र आसमा राखेको थियो होइन नाम चाहिँ त्यो फेसबुक एकाउन्टको नाम चाहिँ। अनि प्रोफाइलमा चाहिँ मेरो पिक्चर राखेको कि जुन क्या युट्युबमा मैले दाइलाई छोड्न जाँदा म अलिकति रोथेँ होइन इमोसनल भएको थिएँ। अनि त्यो स्क्रिनसट गरेर राखेर
यो केटी ऋतु गुरुङ, यो बर्दाघाटको, यो केटी यस्तो, यसले मेरो 1,20,000 खाएर भागेको टाइपको राखेको क्या, फोटो प्रोफाइल नै राखेको। अनि यसरी अब यो त मेरो फोटो भन्ने, अनि डाइरेक्ट मैले त्यसलाई डाइरेक्ट गएर म्यासेज गरेँ क्या, मेसेज गरेँ, यो मैले म्यासेज राखिदिन्छु, यहाँबाट हेर्न मिलेको छैन, मैले त्यहाँ स्क्रिनसट पनि गरेन, अब डाइरेक्ट रेकर्ड हुँदैछ, त्यही भएर। अनि यस्तो म्यासेज उयो तको होस् के भनेछु होला आई थिङ्क होइन। अनि त्यसपछि चाहिँ त्यसको रिप्लाई हेर्नु न के आएको छ, यतिसम्म रफोड आयो कि होइन, म पुरा सक भएको कि। अब मैले नर्मल त भनेछु के हो को कहिले खाएँ मैले तेरो पैसा प्रुफ देखाएँ यताउता भन्दाखेरि त्यसले त्यस्तो रफोडमा भन्यो होइन। त्यो त्यति बेला त मलाई केटाकेटी को हो भने त्यही केही फिक्स भएको थिएन, म त केटी नै होला लगाएको थिएँ। अनि त्यो भने जुन भनेको थियो, अनि खै के प्रुफ छ देखा भने सुरुमा, अनि यति फेरि पनि रिप्लाई आयो। अनि मैले के प्रुफ छ देखा, भर्खर मैले इमोहरू केही पनि चलाउन मैले राम्रैसँग भने उसले चाहिँ यस्तो के भनेछ, यो म्यासेज त म यहाँ राखिदिन्छु, यो म्यासेज त अब केही पनि किन लुकाउने, म सब राखिदिन्छु यो म्यासेज। अनि के भनेर मागेको भने फेरि पैसा, फेरि अनि मेरो अपरेसन भयो काठमाडौँबाट, कुनै एपेन्डिक्सको के को अपरेसन भएको छ, 1,20,000 हालिदिए भनेको अरे मैले चाहिँ, म त मेरो फेक एकाउन्टले त्यो भनेको अरे। अनि उसले चाहिँ हालिदियो अरे, अपरेसन गर्न पैसा चाहियो, अपरेसन गर्न विचार के त कहिले भने, खै प्रुफ देखा त प्रुफ भने होइन। अनि पैसा चाहियो अरे, कुन नम्बरले इमो खोलेछ देखा भर्खर। अब त्यो मान्छे पागल हो र, त्यो इमोमा भएपछि इमोमा नम्बर देखाउन र, म त चलाएको छैन, मलाई थाहा छैन। इमोमा नम्बर देखा भने त नम्बरमा त्यही नम्बरमा कल गरेर हुन्छ नि त होइन। अनि इमो भने अनि फेरि भने यसमा चाहिँ आसमाको नाम रिलेटेड छ कि, आसमा भन्ने चाहिँ जुन आसमा भन्ने हो त्यो आसमाले नै मेरो फेक एकाउन्ट बनाएको हो कि। यो आसमा भन्ने चाहिँ मलाई सब यसको सब थाहा डिटेल्स, अहिले म लास्टमा अलिकति एक्सप्लेन गर्छु हजुरलाई। अनि मैले त्यस्तो भनेन, फेरि अब यसको पैसा खाएका नै हो भने पनि अब मैले त भन्नु पऱ्यो नि त। अनि मेरो धेरैजनाले फेक एकाउन्ट बनाएको छन्, यदि तेरो पैसा खाइदिएकै हो भने पनि अरूले होला, मैले होइन, मेरो फोटो हटा भने होइन, मैले राम्रैसँग भने अब तेरो बाउको हजुर यताउता के यस्तै भनेछ न। अनि को आसमा भन्ने फेरि भनेर मैले सोधेँ, अनि रूप भने को हो त्यो भने, त्यसले एउटा शब्द राम्रोसँग भनेन, खालि रफोड मात्र, एउटा केही कुरा क्लियर गरेको छैन। अनि मैले मेरो फेक एकाउन्ट भनेर यो पनि पठाइदिएँ मेरो आइडी। अनि कति खाएको भन्दा 1,20,000, 1 लाखको स्पेलिङ लेख्न आएन कि, 1,20,000 अरे। अनि यो आइडीहरू मेरो फेक हो भने होइन मैले होइन। अनि यसपछि यस्तै आयो होइन। अनि जुन कति अति भएर रफर गरेँ, जुन त्यसले त्यस्तो भनेको थियो त्यतिसम्म मैले नभनेको, तर मैले भोइस रेकर्ड गरेर मैले फेरि केटी नै सम्झेर भनेको थिएँ कि मेरो फोटो हटा, मैले तेरो पैसा खाएको छैन, राम्रैसँग भनेको थिएँ, यस्तो भनेको थियो होइन। आई डोन्ट नो त्यसले फेरि एउटा सब जस्तो लेखेछ त्यस्तै भोइस रेकर्ड गरेर भनेको छ कि, त्यो चाहिँ म रेकर्ड गरेर हाल्छु, तर त्यो युट्युबमा राख्न मिल्छ कि त्यो मलाई थाहा छैन। फेरि पछि केही हुने हो भने हामीलाई नै गाह्रो पर्छ, सो त्यही पनि म राखिदिन्छु। हेर्नु काठमाडौँबाट म चाहिँ अपरेसन गरेर घर जान पैसा नभएर तँलाई पैसा कसले हालेको थियो भाडा भन्। मोनिका दिदी को दिदीले मान्छेको पैसा खाने बेलामा मेरो साथी इन्डिया गएको छ, मेरो साथीलाई धोतीहरूले समाते रे, क्लबमा गएर क्लब हाउसमा काम गर्न उसलाई मन परेन रे बारमा, मेरो साथी आसमालाई उसलाई पैसा हाल्दे भाडा हाल्दे। त केटा भएर केटीसँग बोल्न आउँदैन। मैले कहिले त्यो भर्खर मलाई स्क्रिनसट पठाउँदा म काठमाडौँ पनि गएको छैन, मेरो घर फ्यामिली यहीँ छ, म कहीँ पनि गएको छैन, मेरो कतै पनि अपरेसन भएको छैन के, मलाई स्क्रिनसट गरेर भर्खर पठा। मैले पैसा कसरी खाएँ भन्, छिटो भर्खर भन्, मलाई स्क्रिनसट भर्खर पठा। त्यो नानाथरी भन्नुभन्दा मलाई पहिला प्रुफ गर कि, प्रुफ गर, स्क्रिनसट मलाई पठा, अरू म केही पनि भन्दिनँ। मेरो धेरैले फेक आइडी गराएको, पक्कै पनि यो फेक आइडी गराएर हो, सक्छस् भने त्यसलाई गएर खोजेर करा। यतिसम्म रफर गरेछ, त्यसले मलाई मेरो फ्यामिलीलाई समेत यतिसम्म भनेको कि त्यसको गालीहरू सुन्नु होला, एउटा दुइटा सुन्नु राखिदिन्छु म। तर जुन चाहिँ त्यसले भनेको छ न, मेरो फेक एकाउन्ट गराउने जस्तै एउटा ऋतु गुरुङ बनायो होला, अर्को चाहिँ आसमा भयो होला, अर्को चाहिँ मोनिका भयो होला। त्यसले मोनिकाको नाम पनि यहाँ मेन्सन गरेको छ कि, के भनेको छ भने मैले चाहिँ त्यो मोनिका चाहिँ मेरो दिदी, अनि मेरो दिदी चाहिँ इन्डिया गएको छ, इन्डियामा चाहिँ अनि त्यो क्लब हाउसमा केमा काम गर्छ अरे, पुलिसहरूले समात्यो पैसा पठा भनेर यो केटाले पठाएको अरे। अनि अर्को चाहिँ आसमा भनेर चाहिँ मेरो बहिनी यस्तो भएको छ, मेरो बहिनी बिरामी भएको छ, मेरो बहिनीलाई पैसा चाहिएको छ भनेर पठा भनेर भनेको अरे। अनि यो केटाले पठाएको अरे। ल यो केटाले तिनीहरूलाई पठाएको भए पनि मैले प्रुफ माग्दा त्यसले मलाई दिँदै थिएन, मैले भोइस रेकर्ड गर्छु, मलाई प्रुफ पठा नि त, मलाई अरू केही पनि चाहिँदैन, मलाई प्रुफ पठा, स्क्रिनसट गर, यति तेरो पैसा खाएकै हो भने म आउँछु, बरु बुटोले आउँछु। यसको घर फेरि बुटो रहेछ कि, यो केटाको घर बुटो रहेछ यो नाम। अनि यसले के भन्यो भने यो केटाले चाहिँ सुरुमा यो यतिसम्म रफर भनेछ, मैले तेरो घर आएर तेरो यो सब गरिनँ भने नि मेरो नाम विक्रम होइन भन्थ्यो क्या। अनि यसको नाम विक्रम रहेछ भनेपछि, यसको नाम विक्रम रहेछ। अनि यसले मेन्सन गरेको, यसले नाम भनेको केटीहरूमा चाहिँ आसमा र मोनिका, एउटा चाहिँ मेरो फेक एकाउन्ट भइहाल्यो। अनि त्यही मान्छेले नै मेरो उसको केटी आसमा भन्ने र अनि मोनिका भन्नेसँग रिलेटेड रहेछ यिनीहरू दुइटा, यो दुइटै पनि बुटोलकै हो, फेरि दुईजना बुटोलको। त्यो अघिको त्यो रिलेसनमा बसेको भन्ने पनि त्यो पनि बुटोलको भनेपछि यो सब बुटोलमै हन् क्या। या त यो 3 जना मिलेर यो केटा केटी सबै मिलेर मलाई फसाउनको लागि मलाई पैसा दे भनेको हो,
फेरि यो केटाको आवाजहरू सुन्दा है यो केटाले भने अनुसार गर्दा फेरि यसको पैसा खाइदिएको नि होला ल खाइदिएको नि होला। तर मैले प्रुफ माग्दा त 1,20,000 नखाए पनि अनि थोरै पठाए पनि थोरैको भयो नि स्क्रिनसट पठाउनु पर्छ नि। यो केटाको मान्छे यो केटाले बोलेको कुरा नि सबै झुटो जस्तो लागिरह। लास्टमा आएर अनि फेरि यसले मैले प्रुफ माग्दा यसले मलाई ब्लक गरिदियो कि। यसले मलाई ब्लक गर्न किन जरुरत त फेरि? जब मैले प्रुफ पठाएँ भने यसको पैसा खाएकै हो भने यसले के काम गर्दैछ त्यस 1,20,000 अरू केटीहरूलाई दिनलाई। अनि लास्टमा नि मैले भने अनि स्क्रिनसट गरेर पठाएँ कि जुन कि एलिसा लेगे गुरुङ बोलेको वाला स्क्रिनसट पठाएँ कि। यसको पनि त्यो फेक एकाउन्ट के जुन मेरो फेक एकाउन्ट बनाएको त्यही केटीले नै यसको पनि बनाइदिएर पुरा बोल्ने कि। अझ पुरा त्यो केटालाई के भनेको छ डाडा दादा यसले कहिले कसैले दादा भन्दैन के। अनि डाडा बोल्न नि भन्न नि होइन डाडा अरे दादा यो आउनु बरु मेरो घर आउनु अनि मेरो घर परिवारलाई जे गर्न मन छ गर्नु, मेरो घर परिवारलाई के पनि नगर्नु, बरु मेरो फोटो हालिदिनु रे यताउता यतिसम्म लाल परेर बोलेको छ। अनि त्यो केटा यस्तै छ बहिनी भनेर त्यो केटा चाहिँ रिलेसनमा बसेको रहेछ कि। त्यसको अलिअलि म्यासेजहरू देख्दा चाहिँ त्यस्तो रहेछ। तर यसले पनि राम्रोसँग भनेन कि, पुरा भन्नुपर्छ नि होइन। अनि यसको पैसा खाइदिएकै हो भने पनि अब मैले जानी भनेकै छु कि त्यो मेरो फेक एकाउन्ट हुनसक्छ। यदि खाइदिएको भने मैले भन् बरु होइन। मैले बुटोलको केटीलाई जसले गराएको त्यो केटीलाई फेरि मैले चिन्छु क्या। भन् म बुटोलै आउँछु भनेको त्यसले खालि मैले यति धेरै भोइस मेसेज यति धेरै उस गरेँ तर त्यो म काममा छु भने होइन। अनि हामीले चाहिँ यताबाट चाहिँ तैँले कुन के काम गर्छस् र त्यसो लाख अरूलाई ऋण दिनलाई यताउता यतिसम्म भने। अनि तर त्यसले पछि ब्लक गरिदियो मेरो फोटोहरू नि हटाइदियो क्या। अनि यसबाट चाहिँ हामीले के थाहा भयो भनेपछि अनि फेरि मलाई अझै पनि त्यो दिनभर म यतिसम्म उस भएको छु नि। मेरो त्यति बेला सन्चो पनि थिएन क्या, दिमाग कस्तो भइरहेको। कसैले पनि आएर त्यस्तो नराम्रो वर्डमा कसैले पनि गाली गरेको थिएन। एउटा कुरा एकैचोटि त्यति धेरै त्यहीमाथि केटाको सोर्स हुँदा म त केटी भनेर रिप्लाई गरिरहेको थिएँ। केटी भनेर भोइस रेकर्ड गरेको सुरुमा भोइस रेकर्ड गरेको नि मैले नै हो कि भोइस रेकर्ड गरेर पठाएको थिएँ। अनि रिप्लाई आउँछ त केटाको स्वरमा आउँछ। यति रिसाएर बोलेको थियो त्यो केटा होइन, यति रिसाएर भनेको थियो क्या त्यो वर्डहरू। अनि त्यसले चाहिँ त्यस्तो एउटा शब्द नि कुनै शब्द नि मलाई राम्रोसँग भनेन। त्यसले सबै रफोडमा अनि नाम मेन्सन गरेको चाहिँ त्यो मोनिका र आस्मा हो। मोनिका र आस्मा भन्ने नि बुटोलकै रहेछ जान्छु। जुन चाहिँ यो ऋतु लेगे गुरुङवाला चाहिँ अस्ति भर्खर खोलेको आइडी हो। अहिले चाहिँ त्यो खोलेको आइडी हो। त्यसमा हजुरहरू कुनै पनि बोल्नु भएको छ भने प्लिज हजुरले मेरो आवाज यो सुनिराख्नु भएको छ हजुरसँग त्यो बोल्न आएको छ भने पनि फेक एकाउन्ट हो भनेर उस गरिदिइहाल्नु, ब्लक गरिदिनु या रिपोर्ट गरिदिनु होला त्यो आइडीहरूलाई। मैले चाहिँ खासै अरूको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट पनि गर्दैन। म धेरै फेसबुकमा एक्टिभ पनि छैन, कहिलेकाहीँ यसो आउँछु अनि जस्ट सेयरहरू गरिदिन्छु पोस्टहरू, त्यति हो कि मैले फेसबुक चलाउँदिनँ त्यति। अनि मेरो बहिनीको पनि धेरै नै फेक एकाउन्टहरू गराइदिएको छ। त्यसमा नि हजुर होसियार हुनु होला। हाम्रो यो आइडीबाट हेर्न सक्नुहुन्छ। यसबाट चाहिँ यो एलिसा गुरुङबाट चाहिँ 1.6K फ्रेन्ड छ क्या। फ्रेन्ड पनि त्यत्रो 1600जना फ्रेन्डमा कोसँग के बोल्यो होला भनेको। अनि तिमीहरूको काम हुँदैन भनेको त्यो फेरि टिकटकमा जाऊ के अरे फोटो भिडियो तान यता आएर अपलोड गर। पागल हो तिमीहरू। अलिकति हुन्छ नि मानवता भन्ने छैन भनेको। अहिले जुन तैँले तिमीहरूले हामीलाई गराइरहेको छ नि यो फेक एकाउन्ट गरेर दुनियाँसँग पैसा माग्ने के गरिरहेको छ होला। त्योसँग त्यो केटी अझै पनि मसँग बोल्थ्यो क्या, दिदी भन्छ नि। मैले नर्मल भनिदिएँ त्यो केटीलाई। त्यो केटीले नि यो भिडियो हेर्दैछ होला, याद राख यो कुराहरू। के भने मैले डाइरेक्ट भने मैले तिमी भनेर बोल्थेँ क्या त्योसँग। अनि तिमीले यसरी फेक एकाउन्ट गराएको रहेछौ न। मैले अहिलेसम्म डाउट लागिरहेको तिमीले मलाई मैले होइन कि दिदी साँच्ची मैले होइन कि मैले किन गराउने हो र यताउता भन्छ र। अनि मैले मैले तिमीलाई पठाएको फोटो त्यो उसँग कसरी अरूलाई कसरी गयो भने त कुन फोटो र दिदी कुन फोटो भन्ने कि खालि सोध्ने पनि त्यस्तै गरी भनेको थियो कि त्यसले। अनि त्यो हुन्छ नि अलिकति। अनि म लास्टमा आएर भोलि अब 2 दिनको टाइम दिन्छु, तैँले त्यो मेरो फोटो भिडियोहरू केही आइडी नै डिएक्टिभ गरेनस् भने पखमतिर घर आउँछ। त्यसको घर पनि मलाई थाहा। फेरि त्यो घर त्यसको नाम चाहिँ भनिदिउँ र त्यो केटीको नाम चाहिँ मगर हो क्या, सन्ध्या मगर। सुरुमै सन्ध्या मगर मसँग आस्मा मगर भनेर बोल्न आएको थियो कि। सुरुमा हामी आधा कति महिनासम्म बोल्यौँ होला त्यसरी। तर मैले त्यति रिप्लाई दिन्थेन दिन त। त्यो खालि आउँथ्यो दिदी भन्दा अति गरेपछि। र हामीलाई रुचाउँदै हेर्छ हामी त त्यति अलि उस्तै थियो। हामीले कसैको रिप्लाई गर्थ्यौँ तर त्यो केटी भएर मात्र दिन्थेँ क्या मैले त्यसको रिप्लाई। अनि त्यसको नाम सन्ध्या पढान। अनि पछि बोल्दै त्यसले गिफ्टहरू पनि पठाउन आएर आई डोन्ट नो त्यो केटीले गिफ्ट पठाएको हो कि त्यो केटाहरूले गिफ्ट पठाएको हो के पनि थाहा छैन मलाई यसको बारेमा न। अनि पछि मैले अति भयो त्यसले मैले उस गरेन। अनि मैले रिप्लाई म्यासेज गरेँ कि होइन यति मैले त्यसलाई भोइस रेकर्ड गरेर राम्रोसँग सम्झाएको यदि तैँले नै गराएको होस् यदि तिमीले नै गराएको हो भने यो डिलिट गर। अनि बरु नत्र भयो हामी तिमीहरूको घरमा आउँछौँ हेर तिमीलाई थाहा म बुटोल गरेर आउँछु। बुटोलमा
मेरो कति धेरै मान्छेहरू छन् हामी आउँछौँ तिम्रो घर भनेको थिएँ अनि हुन्छ आउनु तर मैले गराएको होइन मात्र भने क्या अनि फेरि भोलिपल्ट फेरि मैले म्यासेज गरेँ अनि म्यासेज गर्दा त्यसले सिन गरेर छोडिदियो क्या स्कुल जान्छु भन्थ्यो जब कि बुटोलमा धेरै जसोको अहिले समर भ्याकेसन चलिरहेको छ क्या त्यसले नि भन्थ्यो कि मेरो समर भ्याकेसन छुट्टी छ भन्थ्यो पहिलाको छुट्टी अहिले फेरि स्कुल छ अरे होइन अनि पछि त मेरो म्यासेज यति धेरै गरेँ मैले अनि तै नै भनेको तैँले डिलिट गरेनस् न अझै पनि डिलिट गरेनस् न पक्कालाई यताउता के भने जब कि त्यसले आफ्नो आइडी नै डिएक्टिभ गर्यो कि भनेपछि त्यही मान्छेले नै मेरो फेक एकाउन्ट बनाएको रहेछ कि यदि त्यसले गराएको थिएन भने त्यसले त्यो आफ्नै आइडी डिएक्टिभ किन गर्थ्यो त फेरि आफ्नै आइडी डिएक्टिभ गरेको आई थिङ्क त्यो सन्ध्या मगर भन्ने पनि फेक हो कि के हो कुनै नाम चाहिँ आसमा थियो पहिला अनि 81 सन्ध्यामा भएको क्या अनि त्यही भएर आसमा मेरो अहिलेसम्म फेक एकाउन्ट बनेको सबसँग रिलेटेड फेरि आसमाकै नाम आउँछ क्या अनि त्यही भनेको अनि त्यही केटीले होला भने यता गरेर म्यासेज गरेँ लास्टमा त्यही केटीले आइडी नै डिएक्टिभ गर्यो यदि हेर्दैछस् भने अझैसम्म मेरो आइडी डिलिट भएको छैन भने पनि तैँले डिलिट गर्थ्यौ अनि त्यो केटाले मोनिकाको नाम लिएको थियो जुन मैले यो सन्ध्या मगरको फ्रेन्ड्सहरूमा हेर्न जाँदा त्यहाँ मोनिका मगर पनि देखेँ क्या मैले अनि जुनलाई त्यहाँ मैले रिक्वेस्ट गरेँ त्यो आसमा कि सन्ध्या भनेर मलाई रिप्लाई गर्न भनिदेऊ त भनेको थिएँ त्यसले मेरो म्यासेज अझै पनि हेरेर रिक्वेस्ट एक्सेप्ट पनि गरेको छैन क्या त्यो मोनिका भनेपछि मलाई अरूलाई थाहा त हुन्छ नि म्यासेज रिक्वेस्टमा कसको म्यासेज थाहा भनेर तिनीहरू त थोरै न उस त होइन नि तर रिप्लाई पनि गरेर मलाई झन् यिनीहरूले नै गराएको हो जस्तो भइरहेको छ अनि हेर्दै हस् भने त केटीहरू त्यस्तो काम गरेर केही पनि पाउने हैनस् छिटो डिलिट गर अब म तिमीहरूको फोटो चाहिँ यहाँ राखिदिएको छैन अहिले नाम मैले भनिदिएको छु अबदेखि यतिसम्म हुँदा नि तिमीहरूले मेरो त्यो फेक एकाउन्ट डिलिट गरेनस् भने नि मेरो बहिनीको पनि एलिसा लेगे गुरुङ पनि अहिलेसम्म एक्टिभ छ होला हजुरहरूले सर्च गरेर हेरिदिनु होला एकचोटि ऋतु लेगे गुरुङ र एलिसा लेगे गुरुङ अनि यदि रियल एकाउन्ट चाहिँ हाम्रो उस छ रियल एकाउन्टमा चाहिँ अलिकति फलोवर्स पनि अरू आइडीहरू देख्नु भएको छ भने प्लिज रिपोर्ट गरिदिनु होला अनि त्यसबाट म्यासेज आयो भने रिप्लाई नगरिदिनु होला अनि हजुरहरूमा फ्रेन्ड हुनुहुन्छ भने अनफ्रेन्ड गरिदिनु होला है बी अलर्ट सबैजना मेरो फेक एकाउन्टहरू गराउनेहरू तिमीहरूले त्यो डिएक्टिभ गरेनौ भने चाहिँ हामीले पुलिस केस साइबर क्राइमको केस पनि लाग्छ तिमीहरूलाई थाहा छ होला यो होइन अनि त्यसपछि के गरेर तिमीहरू कुन नम्बरबाट खोलेको त्यो सबै हेर्न मिल्छ तिमीहरूलाई थाहा छ होला यो कुरा चाहिँ अनि इन्फर्मेसन डिटेल थाहा हुन्छ त्यो दुईटा मोनिका र आसमा भनेको चाहिँ सबै कुरा थाहा भइसक्यो यो दुईटाको मैले नाम किन मेन्सन गरेको भन्दाखेरि त्यो केटाले मेन्सन गरेको थियो नि त त्यही भएर अनि त्यो केटाको नाम नि विक्रम यो सबै बुटोल बस्ने मान्छेहरू यस्तो हुन्छन् र अलिकति दिमाग छैन सो यहाँ त्यही न यहाँ गर्मीले पागल बनाउने बेलामा तिमीहरूले पागल त्यही नबनाऊ कि टेन्सन नदेऊ यहाँ दिमाग खराब गर्ने गरी त्यही हो सबैजनालाई यो म्यासेज है सबैजनालाई चाहिँ यो हाम्रो छोटो म्यासेज हो अबदेखि यसरी फेक एकाउन्ट नबनाइदिनु होला हामीलाई चाहिँ गाह्रो पर्छ मेरो एकाउन्टबाट पनि धेरैलाई के यस्तो मिटिनी सोल्टिनी यस्तो मायालु सायालु के बनाएको है चाहिँ अहिले मलाई टिकटकमा आएर भन्छ कि उही हामी त पहिला बोलेको बिर्सिस अरे ल म कोसँग बोल्नु के त्यतिखेर त मेरो फेसबुक पनि थिएन त्यतिखेर त फेसबुक पनि थिएन अहिले टिकटक पनि आइरहेको छ क्या यस्तै त के चिने जस्तै बोल्न आउँछ अब म के भन्नु त भनेर बोल्छन् मान्छेहरू पनि अनि यसरी त्यो मेरो नि यस्तै गरिदिँदै कि फोटोहरू पठाएको थियो कि सबैले पासपोर्ट धरि सेयर गरेको रे कि भन्न त्यो बुटोलकै मान्छे हो फेरि त्यही होला कि यो बुटोलको भनेपछि सब एउटै मान्छे होला जसलाई त्यो मिटिनी र सोल्टिनी बनायो नि त्यही भेट्न आऊ भनेको अरे तिनीहरूलाई नि त्यही हो गाइज अबदेखि नबनाइदिनु होला यदि त्यो आइडीमा फ्रेन्ड हुनुहुन्छ भने सबैजनाले अनफ्रेन्ड गरिदिनु होला त्यो म होइन म यहीँ भन्छु होइन टिकटकमा त कसलाई भन्नु त नि होइन हामीलाई चाहिँ अब कोलाई छुट्टै ब्यास गर्न जानु भन्दा नि हामीले युट्युब नै बनाएर बरु सबैले थाहा होस् भनेर त्यही भएर हामीले यो युट्युब बनाएको हो एन्ड हेर्नु होला अब के कस्तो लाग्यो आफैले भन्दा नि अब यही हो छोटो मिठो म्यासेज एन्ड अब चाहिँ नेक्स्ट टाइम हाम्रो अर्को ब्लग आउनेछ स्टे ट्युन फर द्याट सबैजनालाई अनि यो हेटर्सहरूलाई चाहिँ यो जुन मेरो फेक एकाउन्ट बनाउनेहरूको लागि चाहिँ यो चाहिँ लास्ट वार्निङ हो यदि मैले अरूको उसदेखि स्क्रिनसट गरेर यो तिम्रो फेक एकाउन्ट हो भनेर मलाई भन्न आयो भने मैले हेर्दै जान म के गर्छु त्यति बेला सो त्यही हो बाई गाइज सी यु इन द नेक्स्ट भिडियो बाई बाई